सम्पूर्ण मित्रहरूमा नमस्कार। आज म हजुरहरू समक्षमा फुलपातीको महत्त्वको बारेमा छोटो जानकारी गराउँदछु। घटा स्थापनाको 7औं दिन देवी कालरात्रि भगवतीको पूजा उपासना गर्ने शास्त्रीय नियम रहेको छ। देवी कालरात्रि भगवतीको क्रमश पूजा आह्वान पश्चात उक्त दिनको नित्य पूजा पश्चात नव पत्रिकाको रूपमा फुलपाती भित्राउने शास्त्रीय नियम रहिआएको छ। षष्ठी तिथिका दिन साँझको समयमा बेलुवा निमन्त्रणा गरेपछि सप्तमी तिथिमा नव पत्रिकाको रूपमा फुलपाती भित्राउने शास्त्रीय नियम रहेको छ। केराको पात, अनार, धानको बालासहितको बोट, हलेदो, कछु, अशोक, बेल जयन्ती यसरी 9 प्रकारको औषधीय गुणले युक्त भएको जडीबुटीका रूपमा पूजा स्थानमा, पूजा मण्डपमा विधिपूर्वक दियो कलश गणेश स्थापना गरेर विधिपूर्वक पूजा गरेर शङ्खा घण्टा सहित बाजा गाजा बजाएर मङ्गल धुन सहित नव पत्रिकाको रूपमा फुलपाती भित्राउने नियम रहिआएको छ।